मोरङ जिल्लाको कटहरी गाउँपालिका वडा नम्बर 6 भौडामा रहेको दुर्गी कृषि फर्म अहिले स्थानीय स्तरमै सफल कृषि उद्यमको उदाहरण बनेको छ। 5 बिघा क्षेत्रफलमा फैलिएको यस फार्ममा माछा, गाई, बाख्रा, लोकल कुखुरा, चित्रा र हाँस जस्ता विभिन्न पशुपक्षी पालन हुँदै आएको छ। पोखरीमा 8 देखि 10 जातका लाखौं माछा पालन गरिएका छन् भने फर्मबाट दैनिक करिब 100 लिटर दूध बिक्री हुँदै आएको छ। यहाँ 2 जातको माछा छ। यो तपाईको जलकपुर र रूपचन भन्ने। यो चाहिँ किन लाको यो? त्यो चराहरू जुन आउँछ नि, चराहरू आउँछ कि अनि यो देखेर तर्सिन्छ चरा। साथै फर्म परिसरमा मसला रुख लगायतका विभिन्न बोट बिरुवा पनि लगाइएका छन्। फर्मका सञ्चालक बलराम सरदारले राजनीतिलाई सेवाको रूपमा लिँदै कृषिलाई आफ्नो जीवनको आधार बनाएका छन्। उहाँले 2079 सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेद्वारको रूपमा प्रतिस्पर्धा गर्नुभएको थियो, तर झिनो मतले पराजित हुनुभयो। यद्यपि उहाँकै योजना र परिश्रमका कारण उहाँकी बहिनी 2074 सालमा कटहरी गाउँपालिकाको उपाध्यक्षमा विजयी हुन सफल हुनुभयो। सामाजिक र राजनीतिक दुवै क्षेत्रमा सक्रिय सरदार गाउँभरि सबैको प्रिय व्यक्तित्वको रूपमा परिचित छन्। उहाँले राजनीतिलाई मागी खाने साधन नभई सेवाको माध्यम बनाउँदै कृषिमा आत्मनिर्भरता र युवा पुस्ताका लागि प्रेरणाको बाटो खोलिदिनु भएको छ। अहिले पनि उहाँ गाउँको विकास निर्माण र सामाजिक काममा अग्रसर रहनु भएको छ। तपाईले यो चाहिँ कृषि कहिलेबाट सुरु गर्नुभयो? के छ अवस्था? नमस्कार। यो दुर्गी कृषि फर्म हो। मैले 75 सालदेखि मैले सुरुवात गरेँ। सुरुमा मैले तपाईको माछा पाल्नलाई पोखरी खनाएँ, त्यसपछि गाई ल्याएँ, गाई पालेँ र अहिलेसम्म गरिरहेको छु, निरन्तर रूपमा गरिरहेको छु। यहाँ तपाईको माछा छ, गाई अनि बाख्रा, लोकल कुखुरा, हाँस, चित्रा, टर्की पनि थियो, अहिले टर्की हटाएको छु। यस्तै चिजहरू छन् यहाँ। तपाईँ राजनीतिसँग पनि जोडिनु भएको छ। तपाईँ राजनीतिक व्यक्तित्व र तपाईँ चाहिँ एकचोटि जनप्रतिनिधिमा उठिसके भएको हिसाबमा चाहिँ यो कृषि कर्ममा लागिरहनु भएको छ। यसलाई चाहिँ तपाईँले कसरी हेरिरहनु भएको छ? राजनीतिको मात्रै लागेर हुँदैन। हामीले यो देशको लागि कृषि पनि जरुरी छ। हामीले उत्पादन गर्न सकेनौँ भनेदेखि देशलाई धान्न गाह्रो हुन्छ। त्यसले गर्दाखेरि हामी यो देशको भार थाम्नलाई कृषि पेशामा लाग्नै पर्छ। किसानको लागि तपाईको बजार व्यवस्थापन, दुधको उचित मूल्य अहिले छैन। हरेक थोकको तपाईको प्रत्येक वर्ष तपाईको भाउ बढिरहेको छ। दुधमा तपाईको अहिले 4-5 वर्षदेखि तपाईको निरन्तर यो रेटमा चलिरहेको छ। एउटा कुरा त्यो भयो। सरकारले तपाईको अनुदान भन्नेको नगद दिने होइन। यसमा तपाईको दानामा अनुदान दिनुपर्छ, नस्ल सुधार गर्नुपर्छ। अहिलेसम्म पनि हाम्रो नेपालमा जुन छ सिमेन्ट राम्रो अहिले उपलब्ध छैन। अहिले भर्खर तपाईको बाहिरबाट आउन थालेको तपाईको सेक सिमेन्टहरू जुन छ त्यो अहिले हामी युज गरिरहेका छौँ। जिल्ला भेटनरी पनि सहयोग गरिरहेको छ। फर्महरू सूचीकृत गराएर त्यसमा घाँसको बिउहरू दिइरहेको छ। अहिले यसमा तपाईको अलिकति सरकारले ध्यान दिनुपर्ने कुरो के छ भन्दाखेरि तपाईको प्रत्येक गोठमा गाई दुहुने मेसिनहरू उपलब्ध गराइदियो भनेदेखि त्यो चाहिँ एउटा सजिलो हुन्थ्यो, सहज हुन्थ्यो। साइलेक्स बनाउने तरिकाहरू सिकाएर त्यस सम्बन्धी जुन छ आत्मनिर्भर गराउन सकिन्थ्यो। दुर्गी कृषि फार्मले गाउँको आर्थिक विकास र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान दिइरहेको छ।